2082 को आम निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ। नेपाली जनता अब केवल स्थायित्व होइन, रूपान्तरण र डेलिभरी चाहन्छ। पुराना दलहरूको विरासत र नयाँ शक्तिहरूको उभारबीच बनेको यो 16औं प्रतिनिधि सभा केवल संख्याको खेल होइन, यो नयाँ नेपालको आकांक्षाको प्रतिबिम्ब हो। अबको मुख्य प्रश्न हो, अब के हुन्छ? यो प्रतिनिधि सभाले देशको दिशा निर्देश गर्नेछ। यसले केवल कानून मात्र बनाउने छैन, यसले लामो समयदेखि अड्किएका राष्ट्रिय विषयहरूमा ऐतिहासिक निर्णय लिनुपर्नेछ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण विषय हो राष्ट्रिय सहमति। यो संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नहुन सक्छ, तर यसले एउटा ठूलो अवसर पनि ल्याएको छ। के हाम्रा राजनीतिक दलहरू दलीय स्वार्थभन्दा माथि उठेर मुलुकका साझा चुनौतीहरू सामना गर्न एक ठाउँमा उभिन सक्छन्? यो नै यो संसदको पहिलो अग्नि परीक्षा हुनेछ। त्यसपछि आउँछ सबैभन्दा जटिल र पेचिलो विषय, संविधान संशोधन। विगत केही वर्षदेखि नेपालको संविधान 2072 का कतिपय प्रावधानहरूमाथि प्रश्न उठ्दै आएको छ। विशेष गरी संघीयताको प्रभावकारिता, शासकीय स्वरूप र निर्वाचन प्रणालीको समीक्षा अब टार्नै नसकिने विषय बनेको छ। के अब हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बारेमा बहस गर्ने बेला आएको हो? वा विद्यमान निर्वाचन प्रणालीलाई अझ समावेशी र स्थिर कसरी बनाउने? नयाँ संसदले यो बहसमा नेतृत्व लिनै पर्छ। प्रदेशहरूको अधिकार, प्राकृतिक स्रोतको बाँडफाँड र सबै तहका जनतालाई शासनमा हिस्सेदार महसुस गराउने गरी संविधानलाई थप परिष्कृत र परिमार्जन गर्नु यो सदनको ऐतिहासिक दायित्व हुनेछ। यो संशोधन केवल राजनीतिक सम्झौताको विषय हुँदैन, यो त नेपाली जनताको न्याय, समानता र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने साझा दस्तावेज बन्नुपर्छ। यी राजनीतिक बहसका बीचमा राष्ट्रिय विषयहरू पनि उस्तै महत्त्वपूर्ण छन्। सबैभन्दा पहिलो राष्ट्रिय विषय हो अर्थतन्त्रको पुनरुत्थान। चरम बेरोजगारी, महँगी र व्यापार घाटालाई सम्बोधन गर्न यो संसदले द्रुत आर्थिक सुधारका कदमहरू चाल्नै पर्छ। दोस्रो हो अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति। विश्वको भू राजनीति बदलिँदो छ। नेपालले आफ्ना दुई ठूला छिमेकीहरू भारत र चीन तथा अन्य शक्ति मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हितमा आधारित बनाएर अघि बढ्नुपर्छ। त्यस्तै भ्रष्टाचार नियन्त्रण, सुशासन र जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्नु पनि राष्ट्रिय एजेन्डा हुन्। हामीले अब मुलुक भन्ने बित्तिकै केवल सिमानालाई मात्र होइन, यहाँ बस्ने 3 करोड नेपालीको जीवन स्तरलाई पनि बुझ्नुपर्छ। 2082 को यो संसद केवल नयाँ अनुहारहरूको सभा होइन, यो त नयाँ नेपालको संकल्प हो। अहिलेको राजनीतिक संक्रमण र चुनौतीहरूका बीचमा पनि आशाको एउटा किरण बलिरहेको छ। त्यो किरण हामी नेपाली जनता हौं। हाम्रो खबरदारी, हाम्रो प्रश्न र हाम्रो सहभागिताले नै यो संसदलाई जिम्मेवार र उत्तरदायी बनाउनेछ। आउनुहोस् हामी सबै मिलेर यो राष्ट्रिय यात्रामा सहभागी बनौं। एउटा यस्तो नेपाल बनाऊ जहाँ शासन केवल मुठ्ठीभरको हातमा होइन, हरेक नेपालीको घर दैलोमा पुगोस्। जय नेपाल।